आज चाहिँ हामी अब यो एकदम नस्टाल्जियाको फ्लाइट गर्दैछौँ। अब राजा फिर्ता आउने रे मैले चाहिँ अब राजा फिर्ता ल्याउन सकिनँ। त्यही भएर मैले रोयल नेपाल एयरलाइन्स फिर्ता ल्याएको छ आज। यो नस्टाल्जिक फ्लाइट हो, किन भन्दाखेरि मेरो लाइफको फर्स्ट फ्लाइट चाहिँ मेरो हजुरबासँग मैले जनकपुर टु काठमाडौँ गरेको थिएँ र यो फ्लाइट पनि हामी जनकपुर टु काठमाडौँ गर्नेछौँ। यो फ्लाइट अब आइएफआर फ्लाइट हुनेछ। 11,500को हामीले एल्टिट्युडमा फ्लाइ गरेछौँ। अब त्यसको स्पक कोडहरू पायो होला मैले आइएफआरबाट टावरबाट म्याप हेरौँ कहाँ छ, जनकपुरमा छौँ हामी। र तपाईँले देख्न सक्नुहुन्छ यो हाम्रो रोयल नेपाल एयरलाइन्सको ट्विनटर। हुन त यो अलिकति एनाक्रोनिस्टिक भयो, डिएलसी 300 सिरिजको ट्विनटर हो। र हामी देख्न सक्छौँ यहाँ हाम्रो जनकपुर एयरपोर्ट। एयरपोर्ट जनकपुर सिटीको बिचै जस्तोमा छ। र हामीलाई रनवे 27 को लागि क्लियरेन्स दिएको छ। र जाउँ हामी ट्याक्सीतिर। बिस्तारै यो आकाश भैरव भएको प्लेन हाम्रो साई नेपाल वायु सेवा सानेवानी आरएनएसी। यो चाहिँ मेरो लाइफकै फर्स्ट फ्लाइट थियो। त्यति बेला 800 रुपियाँमा टिकट किनेको जस्तो लाग्छ जनकपुरदेखि काठमाडौँसम्मको। र हामी जाँदैछौँ रनवेको एन्डतिर। अब चट्ट घुमाएर त्यहाँ लागेर रनवे 27 भनेपछि ड्यू वेस्ट। ठिकै हो, तुलसीमाबाट मास्तिर लागेर ल्यान्ड हुन्छ यो प्लेन। र फ्ल्याप्स 15 डिग्रिज। सेभेन बिस्तारै थ्रोटल बढाउँ। Alright, ready for takeoff. हामी टेकअप गरेका छौँ जनकपुरबाट। अब एटिसीले हामीलाई लेफ्ट ट्राफिक प्याटर्न फलो गर्न आउँछ। प्लेनमा पनि लेन सिस्टम जस्तै हुन्छ एयरपोर्टहरूमा चाहिँ। तपाईँहरू ट्याक्क टेकअप गरेपछि राइट प्याटर्न भयो भने ट्याक्क लेफ्टतिर जानुपर्छ। र बिस्तारै रनवेबाट अलिकति अगाडि गएपछि हामी अब हाइट गेन गर्दैछौँ। त्यसपछि हाम्रो प्रोपेलरको मिक्सलाई अलिकति बढाएर प्रोपेलर पिचलाई मेन्टेन गर्दै अप्टिमल क्लाइम्बिङ हाइटको लागि प्रोपेलर मिलाउँ। प्रप मिक्स भनेको चाहिँ तपाईँको इन्जिनको प्लेनको गियर सिस्टम जस्तै हो। जब स्पिड बढ्दै जान्छ त्यति बेला प्रोपेलरको आरपिएम पिच तपाईँले घटाएपछि गियर हाने जस्तो अप्टिमल पर्फर्मेन्समा रन भइरहन्छ। र तपाईँले देख्न सक्नुहुन्छ जनकपुर तलैया तालहरूको नगरी छ। यसरी हामी देख्न सक्छौँ। हामी अब टर्न गर्दैछौँ लेफ्ट ट्राफिक प्याटर्न मेन्टेन गर्नको लागि। जनकपुरबाट मास्तिर 11,500 हाइटसम्म गएपछि हामी आजको फ्लाइट 11,500 क्रुजिङ एल्टिट्युडमा छ। बिस्तारै हामी लेफ्ट ट्राफिक प्याटर्न मेन्टेन गर्दै जाँदैछौँ।
टुनेटर मेरो प्रिय जहाज। यो जहाज चाहिँ तपाईँको कल साइन 9N ओके जनकपुर देख्न सक्नुहुन्छ। ऊ त्यो सेतो भएको चाहिँ हाम्रो जानकी मन्दिर हुनुपर्छ। त्यो मार्बलको फ्लोरिङको यो अर्थ एचपीले फोटो क्याप्चर गरेको सायद त्यही होला। यो प्लेन चाहिँ तपाईँको 9N हो। यो चाहिँ 1971मा म्यानुफ्याक्चर भएको रहेछ। अनि यो चाहिँ डिस्ट्रोइड भएको रहेछ म जन्मिनुभन्दा नै अगाडि भनेपछि 1991 सन्डे 9th जुनमा चाहिँ लुक्लामा एक्सिडेन्ट भएको रहेछ। वाज अ लकी एक्सिडेन्ट। प्लेन वाज रिडेड बट नो फ्याटालिटिज। त्यही भएर एकदम त्यति बेला एयरक्राफ्टलाई चाहिँ रिटर्न अफ गरेको रहेछ 1991 जुनमा। 19जना प्यासेन्जर्स र क्रू मध्ये 0 फ्याटालिटिज भनेपछि सबैजना एकदम लकी भएर बाँच्नु भएछ लोकलामा। र ट्यागका लागि अब अझ अलि फास्ट फरवर्ड गरौँ। अब ड्यु वेस्ट मुभ गर्दैछौँ हामी जनकपुरबाट नर्थ वेस्ट 318मा गइरहेको जस्तो लागिरहेछ मलाई। अब केही बेर हामी 380 नै मेन्टेन गरेर हुन्छौँ। र हेर्न सक्नुहुन्छ तपाईँले नेपालको तराईको ल्यान्डस्केप, जुरुप्प परेका बस्तीहरू, वरिपरि खेतै खेत म्यापहरू। फास्ट फरवर्ड सो प्लेनको चेज भ्यू, स्पट भ्यू, साह्रै पहाडतिर लाग्दैछौँ हामी। हाइट गेन गर्छौँ। अब 12,000मा हामीलाई एटिसीले डिरेक्ट गरेको छ। राइटको पत्ला यो जग्गातिर देख्न सक्नुहुन्छ तराईको ल्यान्डस्केप। यो बागमती हो र हुनसक्छ बागमती रिभर हुनसक्छ। त्यो अगाडिको चाहिँ ठुलो ठुलो रिभर चाहिँ अलि बागमती होला। भरत ताल हिजोतिर हो जस्तो लाग्थ्यो। देखिनु पर्ने हो र के हो क्या भरत ताल। अलि फास्ट फरवर्ड गरौँ। फास्ट फरवर्ड होइन सिक गरौँ भनौँ न। बागमतीको भ्याली पुरो जग्गामा रहेछ। कुन जग्गामा भयो? बिचबाट हाइवे हो कि हाइवे त होइन, हाइवे त अलिक मुनिबाट गएको हुन्छ। अब यही गर्दै बस्थ्यो फ्लाइटमा यसो मोनिटर गर्दै इन्स्ट्रुमेन्ट के छ कस्तो छ। सिमारा देखिन्छ त यताबाट? सिमाराको मासतिर छौँ है। देखियो सिमारा। एक प्लेन त छुटेछ, कहाँ गयो? ठुलो जङ्गल छ। अब
पहिला त यस्तो फ्लाइटहरू हुन्थ्यो जनकपुरबाट स्टुडियोमा काठमाडौँ आउन फिजिबल थियो होला, अहिले त एटिआर नै आउँछ होला सायद। तर यसो अटो एक्सट्रिममा पनि पुरानो हिस्टोरिकल सेटेलाइट इमेज डाउनलोड गरेर एक्सप्लेनमा राख्न सकियो भने चाहिँ नि लाइक यो 2053 सालतिर होला भनौँ न, 1997-8 तिर त्यति बेला मेकोनेयर चल्थ्यो, कहाँ गयो भने अहिले मेकोनेयर होइन। त्यति बेला चाहिँ अनि मलाई चाहिँ अलिकति डिसपोइन्टिङ पनि फिल भएको थियो यो। त्यति बेला मेकोनेयरको चाहिँ हपर सिटली हुन्छ चाहिँ त्यो अलिकति ठुलो हेर्दैखेरि त्यो अलिकति यो 220 भन्दा अलिकति मोडर्नदेखि नै यता थियो। अनि हजुरबाले चाहिँ त्यो यो सारेमनीको 200को टिकट काट्नु भएको थियो। तैपनि बस्दाखेरि चाहिँ म त चञ्चले मान्छे चाहिँ सिटबाट उठेर पहिला ककपिट हेर्दै गरेका थिएँ। मेरो एभिएसनमा इन्ट्रेस्ट चाहिँ लगभग त्यही फ्लाइटदेखि नै म चाहिँ एकदमै इन्ट्रेस्टेड हुन थालेको। अल दोज नट्स अब यो एडिएसडीको लागि त त्यही हो नि, नट्स अल दोज मोनिटरिङ इन्स्ट्रुमेन्ट इट वाज अ ड्रिम कम ट्रु यु नो। हेटौँडा होला त्यो अगाडि देखेको। अब यहाँबाट घुमौँ हेटौँडाबाट मैले चाहिँ यो ललितपुर साउदर्न ललितपुर नर्दर्न मकवानपुरतिरबाट मास्तिर लाग्यौँ अब हामी। त्यही भन्दै थिएँ मैले, अब यो धेरै ठाउँमा मैले त अहिले त यस्तो बाटो बनिसकेको छ होइन। जुन ठाउँमा चाहिँ पहिला फ्लाइट मात्रै एक्सेस हुन्थ्यो त्यहाँ अब चाहिँ सबै ठाउँ जस्तोमा रोड जान्छ अहिले। त्यही भएर अब यो नेपालमा स्टोल फ्लाइङको लागि चाहिँ हामी जेनरल एभिएसनले अलिकति जोड दिएर मेबी नेपाल इज क्यान्ट अफोर्ड द्याट राइट नाउ, बट वी हेभ टु keep all those keep that flying you know the spirit of stole flying in the mountains alive in Nepal. हामी बिस्तारै भट्टे डाँडातिरको अप्रोचबाट आउँदैछौँ। अब त आइपुग्यो साउदर्न ललितपुर। त्यो अगाडि देखिरहेको भट्टे डाँडा हुनुपर्छ, शान्ति राजपथ नै होला सायद। उता अगाडि देखिरहेको 8600मा हामीलाई झारिसक्यो यसले एटिसीले भनेपछि अब 8600बाट नै हामीले यो क्रस गर्छौँ। फास्ट फरवर्ड गर्नु अलिकति यो भट्टे डाँडाको टावर यतातिर रेडार बिहार भट्टे डाँडाको टावर त्यहाँ छ। अब काठमाडौँ देखिहाल्यो, यतातिर बागमती हुनुपर्छ साउदर्न ललितपुर। अचम्म है, यस्तो नि ठाउँ छ ललितपुरमा। अब यो पनि ललितपुर रे, जाँदाखेरि पुस्तक पनि ललितपुर रे। काठमाडौँ नजिकको कर्णाली भन्छ नि यो साउदर्न ललितपुरलाई त, त्यही हिँड्ने बाटो। एयरपोर्ट देखियो त्यहाँ अगाडि। I love this view. Feels like coming home always. यहाँबाट तलतिर लाग्दै बिस्तारै अब यो डाँडा कटेपछि 7300मा भन्छ होला हामीलाई। अगाडि एयरपोर्ट देख्न सक्नुहुन्छ तपाईँहरूले। यो डाँडो पास फरवर्ड गर्नु अलिकति छिरियो काठमाडौँ भ्याली। अब हामी $7,300 लाग्यो। मैले चाहिँ नयाँ काठमाडौँ एयरपोर्ट डाउनलोड गरेको थिएँ यो फोरमबाट। हेरौँ कस्तो एभिएसन गरेका रहेछन्। मेरो एभिएसनको इन्ट्रेस्टको फर्स्टमा सुरुमा भन्नु पर्दाखेरि चाहिँ पहिला
तपाईँहरू धेरैजना मान्छेहरू त प्लेन चढ्न टिकट काट्नु भएको छ होला। तर मलाई चाहिँ मेरो हजुरबाले प्लेन हेरेर टिकट काटेर पहिला चाहिँ प्लेन हेरेर जान पाइन्थ्यो नेपालको त्रिभुवन इन्टरनेसनल एयरपोर्टमा। त्यहाँको ट्याक्क त्यो अलिकति माथि छतमा बसेर मजासँग भिड मरुन टिकट काटेर कि 10 रुपियाँ कि 20 रुपियाँ टिकट थियो। टिकट काटेर त्यहाँ गएर भिड मरुन्जेल प्लेन हेर्न पाइन्थ्यो। प्लेनहरू टेक अफ भएको ल्यान्ड भएको। यो मैले नयाँ त्रिभुवन इन्टरनेसनल एयरपोर्ट डाउनलोड गरेको छु। फेरि फेरि र बिस्तारै अब हामी ल्यान्डिङतिर जाँदैछौँ। राम्रो बनाएको छ डोमेस्टिक टर्मिनलहरू सबै। बस चढ्ने ठाउँ एप्रोन व्यवहार त्यहाँ तल छ। सिलगढीको डाँडो देखियो। ललितपुरतिर पानी एलएतिर आइपुग्यो आउनुपर्छ हात्तीवनतिर। आउँदैछ हाम्रो ट्विनेटर प्लेन ल्यान्ड गर्नको लागि काठमाडौँ एयरपोर्टमा। त्रिभुवन इन्टरनेसनल एयरपोर्ट गौचर काठमाडौँ। र अटो पाइलट डिसइन्गेज गरेर आफै हातै फ्लाइङ गरौँ अब। अलिक बाङ्गो भएछ आउँदा आउँदा। मिलाउँ मिलाउँ बिएफआरको मजै यही त हो होइन। ट्याक्क रनवेसँग लाइनअप गरेर। र आज हाम्रो हेल्प गर्छ पापीले। प्रिसिजन अप्रोच पाथ इन्डिकेटर भन्छ। तपाईँले त 4वटा लाइट देख्नु भएको छ। 4वटा सेतो भयो भने टु हाई, 3वटा सेतो भयो भने अलिकति हाई, 2टा रातो 2टा सेतो भयो भने युआर अन गुड अप्रोच पाथ। 4वटा रातो भयो भने भेरी लो। एउटा रातो 3टा सेतो भयो भने अलिकति लो। र हेरौँ अनि ठ्याक्कले पापी मिलाउँदै अब यो थ्रोटल पनि प्रप पनि मिलाउँदै म्याक्समा अब गियर ट्याक्क गियर भने जस्तै स्लो डाउन गर्ने बेलामा इन्जिन ब्रेकिङ जस्तो पनि काम गर्छ यो प्रपले। प्रप मिक्सर मिलायो भने प्रप पिच मिलायो भने र ठ्याक्क ल्यान्ड गर्यौँ अब हामी त्रिभुवन इन्टरनेसनल एयरपोर्टको रनवे 02 कोटेश्वरतिरबाट। लेट्स सी हाउ माई ल्यान्डिङ गोज। यत्रो ठुलो रनवे छ। अलिकति सेन्टर लाइन डिसिप्लिन मेन्टेन गरेर गाह्रो हुन्छ मलाई चाहिँ। सानो प्लेन ठुलो रनवे भयो भने any landing that you can walk out of is a good landing. I think it's right. र जाउँ हामी अब पार्किङतिर। अलिकति फास्ट फरवर्ड गरेको छु। हेरौँ कस्तो बनाएछ यो एयरपोर्ट काठमाडौँको साथीले। इन्टरनेसनल एप्रोन राम्रै छ। इन्टरनेसनल एप्रोन माथिको टावर पनि ट्रु। एकदम राम्रो मोडल रहेछ। यो फ्रीमा मैले डाउनलोड गरेको हो एक्सप्लेन फोरमबाट। इन्टरनेसनल टर्मिनल होइन एप्रोन जापान एयरलाइन्सको रहेछ। नेपालबाट आउँदैन जापान एयरलाइन्स त्यसैले। राम्रो बनाएको रहेछ यो काठमाडौँ त्रिभुवन इन्टरनेसनल एयरपोर्टको मोडल। फ्री मोडल हो यो एक्सप्लेनको लागि। डोमेस्टिक यही त बस्ने ठाउँ होइन। र जाउँ हामी डोमेस्टिक पार्किङतिर।
ए अर्को प्लेन लन्च भएछ ल भाइ आफै एयरपोर्ट ल गाइस, थ्याङ्क यू फर वाचिङ।